हेलो नमस्ते सम्पूर्णमा म कृष्ण पुन म एउटा साधारण फ्यामिलीबाट बिलोङ्स गर्दछु र मान्छेको असीमित इच्छा आकाङ्क्षा र चाहना रहिरहँदो रहेछ। त्यसै सिलसिलामा म सानैदेखि लेखन गायन अभिनय मेरो एकदमै अभिरुचिको पाटो बनिरह्यो र यसै सिलसिलामा मैले लेखनको पक्षमा विगत लामो समयदेखि नै मैले लेख्दै आइरहेको छु। नेपाली उपन्यास जो 4-5 वटा मैले उपन्यासहरू लेखेर सिद्धाइसकेको छु, जसमा एउटा मृत्युको चित्त, शान्ति, व्यवस्थाले बिछोडिएको मिलन र नियतिको अनौठो विडम्बना जस्तो नेपाली उपन्यासहरू लेखी सिद्ध्याएको छु। साथै अभिनय क्षेत्रमा मैले 2058 सालतिर एउटा भिडियो फिल्म 2 घण्टा 30 मिनटको भिडियो फिल्म निर्माण गरेको थिएँ मेरो आफ्नै रचनामा बनेको थियो। यो मेरो आफ्नै डाइरेक्सनमा र साथै 2068 सालमा जानी नजानी भए तापनि एउटा सानो म्युजिक भिडियो पनि मैले बनाएको थिएँ र लगत्तै गायन क्षेत्रमा र आज मैले समथिङ 5-6 वटा जति गीतहरू मैले पुरो तयारीमा लेखन सिद्ध्याएर राखेको छु र यसै सिलसिलामा आज एउटा गीतको सानो क्लिप र अन्तरा मात्रै स्थायी मात्रै मैले तपाईँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। यो मेरो स्टुडियो आफ्नै बेडरुमबाट राम्रो होला नहोला तथापि सहर्ष स्वीकार्नुहुनेछ भन्ने आशा छ, स्वीकार्नुहोला। चोखो यो मेरो माया काञ्चन छ झरना चरी हरदम आइदेऊ मेरो यो नयनभरि ला 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 लामाती केसहरू शीतल छन् बादल झरी हर पल छाइदेऊ मेरो यो देहभरि। हस्त आजलाई यति नै। फेरि अर्को क्लिप्समा म गानाको अन्तराहरू प्रस्तुत गर्नेछु। धन्यवाद, शुभरात्रि।